आज यो राष्ट्रिय खोप कार्यक्रम सञ्चालन सम्बन्धी सामान्य जानकारी दिन चाहन्छु। प्रत्येक महिना बच्चाको आमाहरूले सोध्ने गर्नुहुन्छ कि म्याडम आज खोप चल्छ कि चल्दैन भनेर सोध्नुहुन्छ। तपाईहरू कहिल्यै पनि नझुक्किनु होला। खोप चाहिँ प्रत्येक महिनाको 11 गते चलिरहन्छ, चलिरहनेछ भोलिका दिनहरूमा पनि। यो कुनै बिदाको दिन पर्यो, यताउति सार्वजनिक बिदा पर्यो भनेर पनि हामीले रोक्दैनौँ। खोप चाहिँ चलाइरहेका छौँ र तपाईहरू झुक्किन पर्दैन। र यसरी विगत वर्षदेखि नै हामीहरूले बिदामा पनि घरमा नबसिकन खोप चाहिँ सञ्चालन गरिराखिन्छ र आज पनि 11 गते हो, हामीहरूले 10 जना बच्चालाई चाहिँ खोप लगायौँ। पहिलाको रेसियोमा भन्दा अहिले चाहिँ अलि बच्चाहरू खोप लाउन घट्नु भएको छ। किन भन्दा बच्चा पाउने प्रक्रिया पनि अलिक कम हुँदै गएको छ। त्यसकारण बच्चाहरू मासिक रूपमा लगाउँदा सरदरमा त्यस्तै 10 जना बच्चाहरू पर्न जानुहुन्छ। त्यसकारण कुनै पनि बच्चाका आमाहरू, अभिभावकहरू नझुक्किनु होला। हाम्रो नौबिसे स्वास्थ्य संस्थामा चाहिँ प्रत्येक महिनाको 11 गते खोप कार्यक्रम सञ्चालन भइरहेको छ। अबका दिनहरूमा पनि भइरहनेछ। बिदाले हामीलाई कुनै पनि समस्या पार्दैन। हामी खोप चाहिँ सञ्चालन गरिराख्नेछौँ। आज यो राष्ट्रिय खोप कार्यक्रम सञ्चालन सम्बन्धी सामान्य जानकारी दिन चाहन्छु। प्रत्येक महिना बच्चाको आमाहरूले सोध्ने गर्नुहुन्छ कि म्याडम आज खोप चल्छ कि चल्दैन भनेर सोध्नुहुन्छ। तपाईहरू कहिल्यै पनि नझुक्किनु होला। खोप चाहिँ प्रत्येक महिनाको 11 गते चलिरहन्छ, चलिरहनेछ भोलिका दिनहरूमा पनि। यो कुनै बिदाको दिन पर्यो, यताउति सार्वजनिक बिदा पर्यो भनेर पनि हामीले रोक्दैनौँ। खोप चाहिँ चलाइरहेका छौँ र तपाईहरू झुक्किन पर्दैन। र यसरी विगत वर्षदेखि नै हामीहरूले बिदामा पनि घरमा नबसिकन खोप चाहिँ सञ्चालन गरिराखिन्छ र आज पनि 11 गते हो, हामीहरूले 10 जना बच्चालाई चाहिँ खोप लगायौँ। पहिलाको रेसियोमा भन्दा अहिले चाहिँ अलि बच्चाहरू खोप लाउन घट्नु भएको छ। किन भन्दा बच्चा पाउने प्रक्रिया पनि अलिक कम हुँदै गएको छ। त्यसकारण बच्चाहरू मासिक रूपमा लगाउँदा सरदरमा त्यस्तै 10 जना बच्चाहरू पर्न जानुहुन्छ। त्यसकारण कुनै पनि बच्चाका आमाहरू, अभिभावकहरू नझुक्किनु होला। हाम्रो नौबिसे स्वास्थ्य संस्थामा चाहिँ प्रत्येक महिनाको 11 गते खोप कार्यक्रम सञ्चालन भइरहेको छ। अबका दिनहरूमा पनि भइरहनेछ। बिदाले हामीलाई कुनै पनि समस्या पार्दैन। हामी खोप चाहिँ सञ्चालन गरिराख्नेछौँ।